हेलो एभ्रिबडी हैन आज चाहिँ सिटी सेन्टरमा हो। अन्त हामी चाहिँ सिटी सेन्टरमा चाहिँ के गरेर आएको भन्दाखेरि चाहिँ म र मेरो बुढी छौँ। अन्त भर्खर चाहिँ यहाँ आइफोन किनेर आएको। अब आइफोन त के देखाउनु, यहाँ डब्बा देखाउला जस्तो भयो। अहिले भरे घरमा गएर चाहिँ देखाइन्छ। अब खै फोन किनेर आएको। मेरो बुढी चाहिँ टाउको दुखेर सिरियस भयो होइन, अघि देखाएको थियो। फोनको बक्सहरू चाहिँ यहाँ छ होइन, यो चाहिँ यही फोनले गरेको हो। अहिले चाहिँ उयो चाहिँ भिडियो चाहिँ अन्त अनबक्सिङको चाहिँ हाम्रो भाइको साम्पाङ ब्लग्समा आउँछ हो। फोनको क्लियरिटी चाहिँ कस्तो छ होला भनेर कमेन्ट गरेर भनिदिनुहोस् होला है। हाम्रो दाको आज आइफोन 15 चाहिँ अनबक्सिङ गरेको चाहिँ मेरोमा आउँछ है। मलाई पनि हेरिदिनु होला अनि हाम्रो दालाई पनि हेरिदिनु होला, त्यति भन्न चाहन्छु। ओके, र यहाँ चाहिँ फाइनली म हो होइन। यो चाहिँ अन्त अब चाहिँ फिलहाल घर फर्किँदै गरेको पेट्रोल पम्पमा तेल सेल हालिसकेर धेरै धेरै धन्यवाद हेरिदिनेहरूलाई। घरमा गएर अब बक्सहरू तपाईँलाई सबै कुरो बिल सिल देखाउँछु। ओके बाई फिलहालको लागि। यो चाहिँ मेरो र मेरो बुढीको आइफोन हो। यसमा चाहिँ टेम्पर ग्लासमा त हालेको छु, म्याट ब्ल्याक कलरमा। यहाँ चाहिँ अलिकति उयो भएछ। तपाईँहरूलाई के कस्तो लाग्यो है कमेन्ट गरेर भनिदिनुहोस् होला। यो आइफोनमा चाहिँ भिडियोहरू राम्रो राम्रो आउँछ, तपाईँहरूले सपोर्ट गरिदिनुहोस् होला है। तपाईँहरूको लागि किनेको यो आइफोन चाहिँ होइन, भिडियोको लागि। फाइनली अहिले चाहिँ हामी घर आइपुग्यौँ। मेरो बेबी चाहिँ टाउको दुखेर सिरियस भयो हो। अन्त खाना पनि खानु भएन। अन्त अब दबाई खाएर सुत्न आँटेको। अन्त फोन चाहिँ हाम्रो चाहिँ यस्तो छ होइन, यहाँनिर यो बट्टामा। अब फोन त फोनले क्यामेरा गरिरहेको छु। यो चाहिँ डब्बा हो होइन। यो भित्रको चार्जर फोटो। यो चाहिँ आइफोन 15 होइन, न त बेबी खिच्छ यसरी पक्रेर। यो चाहिँ आइफोन 15 पऱ्यो। अन्त यहाँभित्र चाहिँ चार्जरहरू छ। चार्जर भन्दा पनि केबल, डाटा केबल। त्यो चाहिँ झिक्न आँटेको यस्तो थियो। यो चाहिँ तल अनबक्सिङ गरिसकेर उयो गरेर गयो। अन्त फोनको डब्बा चाहिँ यो हो, पत्ताउनु हुँदैन होला भनेर चाहिँ अब घरमा आएर देखाइदिएको हो। अब फोन चाहिँ अहिले म मेरो बुढीको फोनबाट टक्कै देखाएर तपाईँलाई लास्टमा देखाइदिन्छु। यो चाहिँ डाटा केबल हाम्रो यो आइफोन नयाँ मेरो र मेरो बुढीको। अन्त यसमा चाहिँ हामीले यो के पो भन्छ एडेप्टर पनि किन्नु पर्यो। एडेप्टरको दाम चाहिँ 19। यो चाहिँ एडेप्टर चार्जर। चार्जर हो यो चाहिँ यत्रोको 1900 रुपियाँ। हेर्नुहोस् त 1900 रुपियाँ पर्दो रहेछ। अन्त हामीले चाहिँ अफरमा चाहिँ यो पाएको छ। अन्त यो दुईवटा, एउटा फोन होल्डर, गाडीको लागि फोन होल्डर रहेछ। यो चाहिँ गिफ्ट पाएको यस्तो रहेछ फोन होल्डर चाहिँ। यो चाहिँ कसरी गर्नुपर्ने यस्तो होला, यस्तो रहेछ। अन्त कस्तो हो भएको नतान्ने अन्त राख्दाखेरि त मिल्दैन त बेबी। यो त यस्तो यस्तो हुनु पर्ने त कि तपाईँ उल्टा जाने। यस्तो गरेर पुरै खोलिँदो रहेछ नि त योहरू सबै। यो चाहिँ जाने भएन। अब यो यो त खास भने चाहिँ यस्तो होला बेबी, यस्तो राख्ने रहेछ है। यसो यो चाहिँ के अन्त स्ट्यान्ड होइन, यसरी राख्ने रहेछ हौ। यसरी टक्कै राख्ने रहेछ क्या, यसरी ताल्ने। स्ट्यान्ड त यस्तो हुनुपर्ने हो, तर यो छक्कै पऱ्यो। म त मिलाइकन देखाउँछ भने बादमा। यो कस्तो हुन्छ बादमा फिटिङ गरेर चाहिँ तपाईँहरूलाई देखाउँछु म गाडीमा। अन्त यो चाहिँ एउटा फेरि अर्को के पाएको छ भने चाहिँ यो अहिले फिलहाल यहीँ होस् है। बुझ्नु सकिनँ त्यो चाहिँ के हो। अन्त यो चाहिँ एउटा दामी वाटर बोतल रहेछ हो। अब पानी बोक्नुको लागि यसको भित्र चाहिँ कस्तो छ हेर्नु। यस्तो खाले हट पनि बस्ने रहेछ। यो यसको बोतलको रहेछ, सिसावाला रहेछ। राम्रो रहेछ। अन्त यसको बिलहरू चाहिँ अब तपाईँलाई देखाइदिन्छु म होइन।
बिल कहाँ छ बेबी यसमा तपाईँको बिल चाहिँ यो चाहिँ हामीले चाहिँ मुभमेन्ट इन्टरप्राइजेसबाट सिटी सेन्टरबाट लिएको होइन फोन चाहिँ अब ब्लगहरू गरिबसिन्छ त्यही भएर चाहिँ अब लिएको फोन यो चाहिँ चार्जरको रहेछ 1900 रुपियाँ 1900 रुपिस अन्त यो चाहिँ मेरो फोनको पर्यो तपाईँको 64,900 ल थ्याङ्क यू सो मच गाइस है आजको चाहिँ यति नै थियो अनबक्सिङको हाम्रो फोन चाहिँ अब एकछिनबाट तपाईँलाई देखाइदिनेछु मेरो बुढीको फोटोबाट फोनबाट उयो गरेर धेरै धेरै खुसी छ कस्तो लागिरहेछ खुसी लागिरहेछ मलाई पनि खुसी लागिरहेछ थ्याङ्क यू सो मच बाई बाई